Hello everyone, welcome to my channel. This is Book Talk and Kathasu. Fathers are generally less expressive huन्छन् नि है आफ्नो इमोशन्सहरुलाई लिएर. Do you wonder expressive भइदिने भएको भए कस्तो कुरा हुन्थ्यो होला किड्स को बारेमा, आफ्नो फिलिङ्स को बारेमा or parenting को बारेमा? बुक टक गरौँ त्यो बुक को बारेमा जसले तपाईलाई कनेक्ट गर्छ त्यो व्यक्तिसँग जसलाई बुवा भनिन्छ. Things My Son Needs to Know About the World by Frederick Backman. यो बुकमा एउटा फादरले हँसाई आफ्नो फादरहुडको जर्नी शेयर गर्छन्. सुपरमार्केटमा बच्चाहरूको डायपरको सेक्सनमा होस् या टोयजहरूको सेक्सनमा या लुगाहरूको सेक्सनमा भराइटी देखेर अन्यल पर्नुदेखि लिएर मेरो बच्चालाई एक्चुअलमा चाहिने चीज के हो भन्ने कन्क्लुजनसम्म उनले सबै शेयर गर्छन्. उनले कुरा गर्छन् फादर्सहरूको स्लिपलेस नाइट्सको. राति 3 बजे बच्चासँग टोय ट्रेन्स खेल्नेदेखि लिएर उनी कुरा गर्छन् बेक एन्ड बेक कसरी गर्ने, सकरको, रेस्लिङको, यो एकअर्कामा कनेक्टेड नभएको कुराहरूलाई जसरी उनले कनेक्ट गर्छन् त्यसले यो बुकलाई एकदमै इन्ट्रेस्टिङ बनाएको छ. उनी जीवनका केही अनावश्यक अनि केही अति गम्भीर विषयहरूसँग जोडेका केही घटनाहरू, कथाहरू, आफ्नो अवलोकन अनि पाठहरू शेयर गर्छन् जसले जीवनको सौन्दर्य अनि विसङ्गति दुवै पाटोलाई छुन्छ. उनको कुरा सुरु हुन्छ बेबीको पोपबाट अनि उनी कुरा गर्छन् सकरको, प्रेमको, पुरुषत्वको, सम्बन्धहरूको, असुरक्षित अवस्थाहरूको. यी सबै विषयमा उनको कुरा एकदमै रोचक हुन्छ. यो एउटा प्यारेन्टिङ म्यानुअल भन्दा पनि एउटा लभ लेटर हो, एउटा बुवाको उनको छोराको लागि, जसमा उनले आफ्नो छोराको निम्ति यो दुनियाँलाई अर्थ्याउने एउटा मिठो अनि रमाइलो प्रयास गरेका छन्. बुवा हुनुको अराजक आनन्द अनि प्यारेन्ट्सहरूको आफ्नो सन्तानमाथि आश्रित आशालाई उनले इमानदारीका साथ नाजुक तर अनौठो ढङ्गले प्रस्तुत गरेका छन्. यो बुकले बच्चाहरूलाई आफ्नो बुवाहरूलाई बुझ्न जति मद्दत गर्छ त्यति नै वाइफहरूलाई आफ्नो हस्बन्ड्सहरूलाई बुझ्न पनि मद्दत गर्छ. हरेक शब्दहरूले यसरी बाँच्छ, कतै कतै आँखा रसाउँछ अनि यो बुक पढुन्जेल ओठमा मुस्कान त रहि नै रहन्छ. ट्रस्ट मी, गिभ इट अ ट्राई. थ्याङ्क यू. दिस वाज द बुक टक अन कथासु. अनि यस्तै बुक टक्सको लागि कथासुलाई सब्सक्राइब गर्नु